नेपालमा दसैँ आयो, मौसमले पनि च्यालेन्ज गर्यो। अब हामी चाहिँ अब दाजुभाइ यहाँ देखाउनु भयो। यहाँ नेपालमा दसैँ लागेपछि यहाँ मौसमले च्यालेन्ज गरेको छ, कामले छुट्टी दिएको छ। अब देखाइजाला दसैँ जस्तो तपाईँहरू नै राम्रोसँगले मनाउनु होला। अस्तिसम्म आयो भने चाहिँ आजबाट हातमै पाइसक्यो। यो त चिसो रहेछ यो त जुस हो। ल सबैलाई ह्याप्पी दसैँ है त। यसरी मौसम देखाइदियो त। मौसम यता चाहिँ अहिले रोमानियामा चाहिँ एकदम हरिबिजोग भइसक्यो पानी परेर। खसीको मासु त्यस्तै कोठा बिल्डिङ बनाउनेसम्म भइसक्यो। मौसम पनि त्यस्तै छ, च्यालेन्ज गरेको छ। दसैँ पनि आएको कहाँबाट निकाल्ला कनिका पोखाउँला भन्ने जस्तो बेलामा छुट्टी पनि भएको, छुट्टी पनि पाएको। अब ल रमाइलो छ। रमाइलो छ। अब कोठामा गइन्छ मारि टन्न साइलोसँग बसिन्छ मजाले। हान्ने हो दसैँ हान्ने। गुरुङसँग बनाउनेले साइलो भन्थ्यो के अरे, त्यस्तै साइलोसँग अब एकछिनमा हेरा के बिदिन्छ खाइन्छ भने नि। बडा दसैँ त लगभग भनौँ सबै ठिकै हुँदो रहेछ। अब खाइपिआइमा त नेपाल झैँ हो यहाँ होइन। नेपालभन्दा नि अझ माथिल्लो स्तरमा हो। भिआइपी छ। अब खसी भने खसी, काब्रा भने काब्रा है, सबै थोक हो। एउटा गाडी लोरी जाएर लिङ्गे पिङ चाहिँ भुइँ छोड्न पाइएन। बस के दुःख ला हो। लिङ्गे पिङ चाहिँ नेपालमा हुनेले चाहिँ मचाउ है, लिङ्गे पिङ। यहाँ अब हामीले पैसा मचाछौँ के अरे, होइन होला के हो। तिमीहरू अर्थ केही नसक्यो नि, त्यो लिङ्गे पिङ चाहिँ मचाउ लिङ्गे पिङ मचाउ। अब यस गर अर्थ त त्यस्तै हो। अब बाँकी परिवारसँग त हामी पखन 40 गतेपछि हामी पनि रमाउँला। अहिले कसरी पैसा कमाएर तिमीहरू थन्किएको छौ, पछि हामी पनि त्यसै गरी थन्क्यौँला के अरे। पृथ्वी गोलो छ, पालो आउँछ, पालो सबका आउँछ के अरे। अहिले त रमाउँदै गर न भोलि पर्सि। तर हामीलाई आज दुःखमा छैन, गाडी यसै छैन उसै छैन, खाइएको छ साइलो साथमा खसीको मासु फ्रिजैभरि। मास त्यति भुइँ छोड्न पाइएन, चाचा उइया भन्न चाहिँ पाइएन। बाँकी सब ठिक छ होइन त। एकदम सबैसित मन शान्ति, मन खुसी भएको छ। कम्पनीले छुट्टी दिएको छ, चिसोमा चिसो है। त होइन साइलोको जुस एकदम जुसमा जुस नपत्याउला, यी जुसै हो क्या खानाले। हामी त्यस्तो झुटो बोल्दैन। बाँकी अब सबै रमाइलो गर्नु होला। अब आजदेखि त यता चाहिँ फेरि पुरै के हो, बालेनको डोजर हो। बालेनले एकदम सिटी फेर्दैछ। बालेनको डोजर चल्दैछ। बालेनको डोजर चल्दैछ। टुकुमासी बस्ती हो यहाँ चाहिँ पुरै टुकुचा खोला निकाल्न खोज्दैछ। खोला कति बेला निकाल्छ अरे हेरौँला भनेको, उदो होला जस्तो छ। केही छैन। बाँकी सबै ठिकै हो। अब आजको दिन नभए पुणेको दिनसम्म रमाइलो गर्ला केटा हो। त्यसपछि त कोही धान काट्ने, कोही गाडी अलैँची टिप्ने, झोले बन्नु पर्यो। झोले चाहिँ भन्दा नभन हेर। अर्थक जे गरे पनि नेकपा एमाले, माओवादी र काङ्ग्रेसमा भोट हाल्ला केटा हो। अनि अब फागुन 21मा चुनाव आउँदैछ। अब पनि हाल्यो भने तिमीहरूको पालो पनि हामी जस्तै हो। अब पनि भोट हाल्ला अनि फेरि तिमीहरू पनि ढिलो चाँडो नभए यहाँ आउनै पर्छ तिमीहरू पनि, होइन त। बिल्कुल ढिलो चाँडो अब पनि भोट हाल्यो र यही झोला बोल्यो र 2-4 केजी मासु बिक्यौ भने हाम्रो सँगसँगै पालो तिमीहरूको पनि विदेश आउने त तिमीहरू पनि हौ। चिन्ता नगर न, ढुक्कले बस्नु। कहाँ के बज्या हो टङ्गामा सुन्नु होइन। यिनीहरू पनि दसैँ लागेको छ नि। यहाँ चाहिँ टक्क बाटोमा मान्छेलाई हिँड्नलाई यस्तो यो स्कुटरको साइकलको चाहिँ सुविधा हुन्छ। यता बालेनको सेनाहरू यहाँ रहेछ। ल महानगरको टिम यहाँ रहेछ। यो चाहिँ सबै बालेनको सेना है। एकदमसँगले एकदम म्युजिक। ल बालेनको सेना। अनि हामी चाहिँ दाजुभाइ अब जाडो हो, यसो चिसो, अलिअलि यसो एक्सर्साइज। मौसम चाहिँ के गर्नु त, मौसमले च्यालेन्ज गरेपछि दसैँले विशेष त यहाँ मौसमले हो नि त, दसैँले च्यालेन्ज गर्नु के अरे। दुनियाँ जीवन रातो टिका लाएर फोटो खिच्ने, हामी चाहिँ गाडी के काम त, हामी पनि मुख रातो बनाउने न त भनेर। हुन त अब बाघको मुख खाइने रातो नखाइने रातो त्यही पनि दसैँ न त्यहाँ हामीलाई त्यही पनि यसो अवसरमा किन फुटाउने भन्ने मात्रै।
त्यो खनेको चाहिँ टाँसेर चाहिँ ठोकेर रहेछ नि त दाँतसँग होइन होइन